अगाडिको दाँतमा ग्याप अथवा मिडलाइन डाइस्टेमा छ भने यो के कारणले आउन सक्छ त? यदि तपाईहरुको पनि अगाडिको दाँतमा ग्याप अथवा मिडलाइन डाइस्टेमा छ भने यो के कारणले आएको होला त भन्ने कुरा जान्न मन छ भने भिडियो स्किप नगरिकन पुरा हेर्दिनु होला। नमस्ते, म डाक्टर सरोज कुमार शाह। मिडलाइन डाइस्टेमा अथवा अगाडिको दाँतको ग्याप चाहिँ थुप्रै कारणहरूले आउने हुन्छ। त्यसमध्ये चाहिँ मुख्य कारणहरू भन्न गइरहेको छु। सर्वप्रथम अगाडिको दाँतमा ग्याप देखिने चाहिँ कुन स्टेजमा हुन्छ त? पहिलो स्टेज रहेको छ अग्ली डक्लिङ स्टेज, जुन चाहिँ के हुन्छ त 8 देखि 10 वर्षको बच्चामा देखिन्छ। यो अगाडिको दाँत अथवा सेन्ट्रल इन्साइजरको बिचमा चाहिँ ग्याप देखिन्छ र 8 देखि 10 वर्षमा आउने जुन ग्याप छ बच्चाहरुमा त्यो चाहिँ सेल्फ करेक्टिभ नेचरको हुन्छ अथवा भनौं आफै ग्यापहरु चाहिँ हराएर जाने हुन्छ र दाँतहरु मिल्ने हुन्छ। तर कुनै बच्चाको चाहिँ ग्याप जस्ताको त्यस्तै रहिरहन्छ। यदि तपाईहरुको बच्चाको पनि यस्तो समस्या छ भने नजिकको डेन्टल क्लिनिक अथवा अस्पतालमा चेकअप गराउनु होला। अग्ली डक्लिङ स्टेज बाहेक कुनै एब्नर्मल ह्याबिट छ, कुनै नराम्रो बानीहरु छ भने त्यसले गर्दा पनि अगाडिको दाँतमा ग्याप आउने हुन्छ। जस्तै चाहिँ थम्ब सकिङहरु छ, कसै बच्चाको चाहिँ औँलाहरु चुस्ने बानी हुन्छ, कसैको चाहिँ टङ थ्रस्टिङ गर्ने बानी हुन्छ, जिभले चाहिँ दाँत ठेलिराख्ने बानी हुन्छ र यो बच्चादेखि नै टङ थ्रस्टिङ अथवा थम्ब सकिङ गर्ने बानी भइराखे भने पछि चाहिँ के हुन्छ त ठुलो भइसकेपछि अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। अर्को रहेको छ हाई फ्रेनल अट्याचमेन्ट। फ्रेनम एउटा चाहिँ मासु हो जुन चाहिँ ओठको भित्रपट्टिबाट स्टार्ट हुन्छ र गिजातिर जाने हुन्छ, यसलाई चाहिँ फ्रेनम भन्छ। कसैको चाहिँ जुन फ्रेनल अट्याचमेन्ट छ यो चाहिँ दुईटा सेन्ट्रल इन्साइजरको बीचमा गएर चाहिँ बस्दिन्छ। त्यसले गर्दाखेरि के हुन्छ त दुईटा दाँतहरु सेपरेट भएर अगाडिको दाँतमा ग्याप अथवा मिडलाइन डाइस्टेमा देखिने हुन्छ। त्यसैगरी अर्को कारण रहेको छ यदि तपाईको दाँतहरु सानो छ भने त्यसले गर्दा पनि अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। कुनै मान्छेको के हुन्छ त ल्याटरल इन्साइजर जुन हुन्छ त्यो चाहिँ मिसिङ हुन्छ। कन्जेनाइटली के हुन्छ त बनेकै हुँदैन। त्यस्तो केसमा के हुन्छ त मिसिङ भइसकेपछि जुन सेन्ट्रल इन्साइजर हुन्छ मजाले के हुन्छ त स्पेस पाउने हुन्छ, ठाउँ पाउने हुन्छ। त्यसले गर्दा पनि के हुन्छ त अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। त्यसैगरी ल्याटरल इन्साइजर चाहिँ यदि सानो छ, माइक्रोडोन्सिया छ भने त्यस्तो केसहरुमा पनि के हुन्छ त अगाडिको दाँतमा चाहिँ मिडलाइन डाइस्टेमा देखिने हुन्छ। र यदि ल्याटरल इन्साइजर चाहिँ सानो छ, माइक्रोडोन्सिया छ, त्यस जो सेन्ट्रल इन्साइजर छ त्यसले चाहिँ मजाले ठाउँ लिदिन्छ र अगाडिको दाँतमा चाहिँ स्पेसिङ अथवा ग्याप देखिने हुन्छ। र त्यसैगरी अर्को रहेको छ सुपरन्युमेरी टुथ। कुनै मान्छेको चाहिँ अगाडिको दाँतमा एक्स्ट्रा दाँत हुन्छ जसलाई सुपरन्युमेरी टुथ भन्छ। यस्तो हुँदाखेरि पनि के हुन्छ त अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। त्यसैगरी यदि अगाडिको दाँत रोटेटेड छ, सेन्ट्रल इन्साइजर रोटेटेड छ, बाङ्गो गरी आएको छ भने त्यस्तो अवस्थामा पनि के हुन्छ त अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। र कुनै अवस्थामा दुधे दाँतहरु रिटेन भइराख्छ, बसिराख्छ हुन्छ, जसलाई चाहिँ रिटेन डिसिडुस टुथ भन्छ। र दुधे दाँतहरु समयमा नझरिकन त्यही ठाउँमा बसिराख्यो भने त्यसले गर्दा पनि के हुन्छ त अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। र त्यसैगरी अर्को रहेको छ कुनै मिडलाइन प्याथोलोजीहरु छ, कुनै मिडलाइनमा चाहिँ सिस्टहरु छ, ट्युमरहरु छ, कुनै ग्रोथहरु भइरहेको छ भने त्यसले गर्दा पनि के हुन्छ त अगाडिको दाँतहरु सेपरेट भएर अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। त्यसैगरी अर्को कारण रहेको छ कुनै पेरियोडोन्टल डिजिजहरु छ जुनमा चाहिँ गिजा र हड्डीको चाहिँ के हुन्छ त समस्या भइराखेको हुन्छ। त्यस्तो अवस्थामा पनि के हुन्छ त अगाडिको दाँतमा ग्याप देखिरहेको हुन्छ। जस्तो मुखको माथिको हड्डी जसलाई चाहिँ म्याक्सिला भन्छ, त्यसको एब्नर्मल ग्रोथ भयो भने त्यस्तो अवस्थामा पनि के हुन्छ त ग्याप देखिने हुन्छ। यदि म्याक्रोक्लोसिया छ भने अथवा टङ ठुलो छ, जिब्रो ठुलो छ भने अगाडिको दाँतमा प्रेसर पर्ने हुन्छ र दाँतमा चाहिँ ग्याप देखिने हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा के रहेको छ भन्दाखेरि जेनेटिक्स हैन। यदि कसैको मम्मी बुवाको अगाडिको दाँतमा ग्याप छ भने वंशानुगत गुण चाहिँ छोराछोरीमा सर्ने हुन्छ। त्यस्तो अवस्थामा पनि के हुन्छ त अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। अघि भनेको कारणहरु चाहिँ मुख्य कारणहरु हुन्। यसबाहेक अरु पनि कारणले गर्दाखेरि अगाडिको दाँतमा ग्याप देखिने हुन्छ। र अघि भनेको कारण मध्ये तपाईको चाहिँ अगाडिको दाँतको ग्याप के कारणले भएको होला जस्तो लाग्छ कमेन्ट गर्न पनि सक्नुहुन्छ। र के यो अगाडिको दाँतको ग्याप क्लोज गर्न अथवा उपचार गर्न सम्भव छ त? यसको बारेमा चाहिँ पछि भिडियो लिएर आउँछु। त्यतिबेलासम्मको लागि चाहिँ प्रतीक्षा गरिदिनु होला। यति भन्दै म डाक्टर सरोज कुमार शाह आजलाई बिदा चाहन्छु। नमस्ते।